हेलो गाइस, स्वागत छ नयाँ ब्लगमा तपाईहरुलाई। आई होप कि गाई तपाईहरु पनि ठीकठाक हुनुहुन्छ होला। जिन्दगीमा जे पनि गर्नुस्, राम्रो काम गर्नुस्, आफूलाई र अरूलाई फाइदा हुने काम जरुर गर्नु होला। सो गाइस, मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हरियाली छ पुरा है। फ्री टाइममा घरमै बसेर पनि आफूले हैन हल्का फुल्का परदेशमा गाइस केही न केही गर्नुपर्छ भनेर हामीहरुले हल्का केही लगाएको छौं है। हामीले देखाउन चाहौं तपाईहरुलाई कतिको फलेको छ करेला। पार्ट 2 है, हिजो पनि मैले 1 अपलोड गरेको छु, हेर्नु भएको छ हेर्दिनु होला। र गाइज माया प्रेम सपोर्ट जरुर गर्नु होला। गाइज यस्तै हो परदेशी जिन्दगी। परदेशमा बसेर हामीहरु अब के गर्न सक्छौं त? हामीहरुले के गर्ने? फ्री टाइम छ भने आफ्नो सोशल मिडियातिर पनि हामीले काम गरेर, मैले बारम्बार यही भन्छु गाइज, तपाईले पनि सोशल मिडियातिर काम गर्न सक्नुहुनेछ। मान्नुस् वा नमान्नुस्, तपाईले पनि एक दिन राम्रोसँग आम्दानी गर्न सक्नुहुनेछ। सोशल मिडियातिर काम गर्नुस्, काम सिक्नुस्। काम सिक्न धेरै जरुरी छ। काम सिक्ने हो पहिला। तपाईले काम सिक्नु भयो भने तपाईले आँखा बन्द गरेर पनि राम्रोसँग आम्दानी गर्न सक्नुहुनेछ। यो कुरा याद राख्नु होला। बाँकी गाइज आफ्नो आफ्नो ओपिनियन, आफ्नो आफ्नो माइन्ड हो। को कसरी जिउने, को कसरी बाँच्ने, त्यो आफूमा भर पर्ने कुरो हुन्छ गाइज हैन। एउटाले मन्त्र हानेर के हुनेवाला छैन। त्यसैले आफूमा भर पर्ने कुरो हुन्छ। कसरी काम गर्ने, कसरी आफूलाई ग्रोथ बनाएर अगाडि पेश गर्ने, त्यो तपाईमा भर पर्ने कुरो हुन्छ गाइज। दुनियाँले मन्त्र हानेर 36औं प्रकारका मानिसहरू हुन्छ यहाँ, 36औं प्रकारको दिमाग हुन्छ, 36औं प्रकारको यहाँ कामहरू हुन्छ। त्यसैले आफूमा भर पर्ने कुरो। सेमी चाहिँ गजबको तरिकाले फल्ने रहेछ है। यो 2 महिना भयो लगाएको, तर यसमा फेरि लाई लागेको छ गाइज हैन। फल्दा त्यति साह्रो गाइज यसमा ग्रोथ हुने रहन्छ हैन, किनकि गमलामा लगाएको हैन। जो गमलामा लगाउँछौ नि हामीले, त्यसमा त्यस्तो खासै केही हुँदो रहन्छ हैन। बाँकी गाइज सेमी चाहिँ कमालको तरिकाले फल्न त फलेको थियो, सबैमा लाई लागेको छ हैन। केही कामको छैन। अब यो पानी जबसम्म पर्दैन तबसम्म यो केही कामको हुनेवाला छैन, किनकि लाई लागेको छ। लाई भन्ने तपाईकोतिर के भन्छ हैन, जरुर कमेन्ट गर्नु होला। नयाँ हुन्छ नि युट्युबलाई पनि सब्स्क्राइब गरिदिनु होला गाइज। जिन्दगी यस्तै चलेको छ गाइज। अब जे गर्ने, के गर्ने, कसो गर्ने भनेर नसोच्नुस्। तपाईले सोशल मिडियामा पनि काम गर्नुस्, परदेशमा हुनुहुन्छ, जताततै हुनुहुन्छ हैन, काम गर्नुस्, आफ्नो कामलाई कन्टिन्यू राख्नुस् कामलाई। तब गएर तपाईले काम सिक्न सक्नुहुनेछ। यतिकै हावागिरी गर्यो भने केही हुनेवाला छैन। तपाईको समय व्यर्थ खेर जानेछ। मेरो सानो ब्लग तपाईहरुलाई कस्तो लाग्यो गाइज? आजको ब्लग आज छुट्टी पनि थियो। तपाईहरुलाई कस्तो लाग्यो जरुर आफ्नो ओपिनियन कमेन्ट बक्समा दिन सक्नुहुनेछ। र गाइज भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक गरेर सब्स्क्राइब पनि गरिदिनु होला। यहाँसम्म मसँग ब्लग हेर्दै हुनुहुन्छ भने धन्यवाद साथीहरु। अरु म केही भन्न चाहदैन, कामलाई चाहिँ कन्टिन्यू राख्नु होला। हामीले काम सिक्यौ भने हामीलाई घरमै बसेर पनि हामीले राम्रोसँग आम्दानी गर्न सक्छौं। हामीले यो कुरा किन बुझ्दैनौ? किनकि हामीलाई आम्दानीको खाँचो धेरै छ। त्यसैले हामीहरु कामको लागि हैन, हामी आम्दानीको लागि भाग्ने गर्छौं। हामीले काम कहिले पनि सिकेनौ, त्यसैले हामीले मार खाएको खाइ गर्छौं। जसले काम सिकेको छ, बुझेको छ, जानेको छ नि, उसले राम्रोसँग आम्दानी गर्न सक्छ र गरिरहेको छ। किनकि गाइज जसले काम गर्न जान्दैन उसले सधैँभरि दुःख र पीडामा संघर्ष गरिरहनु पर्छ। यो कुरा याद गर्नु होला। तपाईले काम सिक्नुस्, काम सिकेपछि जिन्दगीभरि कसैको गुलाम गर्न पर्दैन भन्ने मेरो विचार। सबैको आफ्नो आफ्नो ओपिनियन र विचार हुन्छ। तपाईको विचार र ओपिनियन के छ? आफ्नो ओपिनियनलाई कमेन्ट बक्समा शेयर गर्नु होला। मलाई पनि गाइड गर्नु होला। जानेको कुरा शेयर गर्नुमा के हुँदैन। ब्लगको माध्यमबाट केही जानकारी दिने कोसिस गरिरहेको थिए। र गाइड तपाईहरुलाई कस्तो लाग्यो जरुर आफ्नो ओपिनियन कमेन्टमा दिन सक्नुहुनेछ। तपाईहरुले यो भिडियो हेर्नु भएको छ भने मेरो एउटै उद्देश्य छ, एउटै रिक्वेस्ट छ कि तपाईहरुले पनि सोशल मिडियातिर काम गर्न पर्छ। लाइक गरेर